हेलो नमस्ते वेलकम ब्याक टु युट्युब च्यानल तपाईँहरू सम्झिन्छला म पनि एकदमै आरामै सन्चै छु म चाहिँ आज यहाँ भ्लग बनाउन आँटेको है जस्ट आज चाहिँ हामी के भन्छ माछा मार्न आएको छौँ काका म अनि सबिन दाइ है हामी चाहिँ यहाँ गाउँदेखि मेरो घरदेखि थोरै तल पुलमा आएको छौँ यहाँ दाइ हुन्छ जाल हान्ने काका यहाँ जाल रेडी पार्दैन हुन्छ आज चाहिँ नभएको पनि 2-3 किलो चाहिँ फिक्स हो लिएर जाने हो आज बस मात्रै 2-3 किलो दाइ बेसी पनि लान सकिन्छ हामी अब मारे अनुसारले हुन्छ परे अनुसारले हुन्छ है भाइको चाहिँ च्यानललाई तपाईँहरूले लाइक एन्ड सपोर्ट सब्सक्राइब गरिदिनु होला है बेलुका पनि भयो ल त्यो गाना चाहिँ नगाना पुरा डोरी उयो गर्दैछ ल गाइस अनि के भन्छ अब यो माछा म पारेको तपाईँलाई देखाउँदैछु र तपाईँ मैले चाहिँ फेरि केही दिनपछि कति ग्याप बनेर मैले भ्लग बनाउन छोडेको त्यहाँदेखि आज मैले भ्लग बनाउँदैछु कस्तो लाग्छ कमेन्ट गर्नु होला माछा चाहिँ हामी भाइ हामी साथीभाइ सबैजना मिलेर आज चाहिँ माछा मार्नु टक्क आएको किनभने आज प्रोग्राम बनेको थियो हाम्रो भरे माछा मारेर खाने अनि भाइले पनि धेरै भएको रहेछ ग्याप बनाएको भिडियो अनि त्यही भएर तपाईँहरूलाई चाहिँ आज माछा मारेर हामीले देखाउने छौँ कत्रो कत्रो माछा पर्छ ल गाइज अब हेर्नु होला है बाटो चाहिँ अलिक अप्ठ्यारो छ जस गाइज माछा हामी जाँदैछौँ माछा मार्न है यहाँबाट अहिले भर्खर यत्रो माछा गयो यहाँ नि खानौँ त बल्ल बल्ल हो अब म चाहिँ यहाँ रेडी हुँदैछु ओइ दाइ यता चाहिँ हाल्नु जसकै हाल्नु बिगार्छु गर्नु यो कसैको होइन यो सरकारको हो होइन फर्स्टचोटि फस्नु भयो है यस्तो भित्री बाटो जानुपर्छ भने नि गाइस होइन यो चाहिँ माछा खाने चराको भुत्ला है गाइस दामी हुन्छ यो पनि यो चरा पनि हेर्दाखेरि चाहिँ राम्रो हुन्छ यसको प्वाखहरूको चाहिँ जस्तै हुन्छ यो चाहिँ अब यहाँ नभएको नि एउटा दुइटा त फिक्स हो पोठीलाई तिनवटा लाग्यो लागेर दुलो रहेछ नि त यतापट्टि फेरि ए 2-3वटा दुलो रहेछ अलिअलि त निक्ल्यो होला हौ जहाँसम्म लाग्छ आइहाल्यो त आइसक्यो देखिसकेँ उडुवा माछा देखिसकेँ मैले सेतो गरायो कि हिले पनि छ एउटा अब चाहिँ हामी यहाँ झोलामा हाल्छौँ अब यो चाहिँ फेरि एकदम मिठो हुन्छ नि गाइस फेरि बब्बाल मिठो हुन्छ यो हिले हो कि के पनि भेट्यो एकछिन ल यो चाहिँ फेरि फ्राई हान्दाखेरि फेरि बब्बाल प्रोन्स झिङ्गे माछा होइन हान्ने ठाउँ चाहिँ ठुलो भएन नि सानो भयो नि त हान्ने ठाउँ झिङ्गे बब्बाल हुन्छ यो पनि नभएको पनि 3-4वटा चाहिँ सुरुवात सेकेन्ड लाइनको सुरुवात भयो हिले जस्तो पनि देखेको थिएँ मैले एउटा सेम हिले जस्तै देखेको एउटा क्या भन्छ ठुलो माछा चाहिँ परेन रहेछ नेक्स्ट टाइम चाहिँ फिक्स होला अलिक हेरेर हान्नु ल गाइस फर्स्ट सर्टको माछा यति छ फेरि सेकेन्ड सर्ट गाइस यहाँनिर मिल्दैन